हेलो साथीहरू वेलकम ब्याक माई अनदर भिडियो। के छ त खबर? सन्चै अनि आरामै हुनुहुन्छ? आई होप सबैजना अनि सन्चै आरामै हुनुहुन्छ भन्ने पूर्ण आशा अनि अपेक्षा लिएको छु साथीभाइहरू। आज पनि नयाँ भिडियोमा म एन्ट्री भइसकेको छु। लाइफस्टाइल भ्लग तपाईँहरूको माझमा सो गर्दैछु गाइस। अन्तिमसम्म हेरेर साथ अनि सपोर्ट दिनु होला भन्ने पूर्ण आशा लिएको छु। त्यही हो, आज चाहिँ लोकल भालेको मासु चट्ट बनाएर खाँदैछौँ। जस्ट तपाईँहरूको माझमा हल्का सो गरिदिउँ। यो चिसो मौसममा पुष्माको जाडोमा हल्का ज्यान तातो बनाउँ भनेर चाहिँ त्यो सो गर्दैछौँ। बुढी मेरो बुढी चाहिँ एकदम मस्त यता छिन्। त्यही हो गाइस, मेरो बुढी चाहिँ हल्का लजाउने, दर्शकहरूको माझमा लजाउने भएको कारणले चाहिँ बोल्नै नसक्ने रे। क्यामेरा ठार्यो कि मुख गरिहाल्ने हो, त्यस्तो छ भने। त्यही हो, अब चाहिँ हाम्रो विशेष स्पोन्सर बहादुर गिरीको मार्फत चाहिँ हाम्रो आज लोकल कुखुरा एकदम चुस्स हुँदैछ होइन। अन्तिमसम्म हेर्नु होला। त्यही हो गाइज, कस्तो लाग्छ अन्तिमसम्म हेरेर यसो सपोर्ट गरिदिनु होला। यदि नयाँ साथीहरू जोडिनु भएको छ भने लाइक, कमेन्ट एन्ड सेयर सब्सक्राइब गर्न नभुल्नु होला गाइज। ल म चाहिँ अब भिडियो लोकल कुखुरातिर लाग्यो गाइजहरू। त साथीहरू आज चाहिँ अघि यसो जिउडो देखाउने भनेको चाहिँ तपाईँहरूको माझमा क्यामेराम्यान नभएर चाहिँ अहिले म काटेर चाहिँ देखाउँछु गाजर। लोकल चाटचुट काटकुट भइसकेको छ है त, देख्न सक्नुहुन्छ। ल आज चाहिँ चिसो मौसममा तातो ज्यान बनाऊँ भनेर चाहिँ टक्क लोकल कुखुरा काट्दैछु मैले चाहिँ, देख्न सक्नुहुन्छ। आज ज्यान हल्का तातो बनाउनु पऱ्यो नि त होइन। कति चिसोमा काटिराख्ने, कहिलेकाहीँ लोकल लिएर मस्त खाम भनेर भन्न नमिल्ने। यो चाहिँ मेरो विशेष स्पेसल, मेरो साडुभाइ चाहिँ विदेशबाट नेपाल इन्ट्री भएको कारणले चाहिँ हाम्रो लोकल हुँदैछ यता। चट्ट मजा लोकल काटेर पनि चाटचुट भइसकेको छ, हेर्न सक्नुहुन्छ। आज चाहिँ चट्ट भतारेर होइन मस्त सुप बनाएर यसको सुप खाइन्छ। दिस इज टक्क होइन, वाट इज दिस, यो लेग पिस पनि यस्तो बनाएर खाइन्छ होइन। त्यही हो, अन्त्यसम्म हेर्नु ल। यो चाहिँ टक्क चिरप्प भइसकेको छ दिस पिस। अब चाहिँ यो कुकिङ म्यानलाई चाहिँ ट्रान्सफर गर्नेछौँ। अब चट्ट भुटेर सट्ट है ल देख्न सक्नुहुन्छ। हाम्रो पेट पूजाको लागि विशेष मात्रै राख्ने चिकन सट्ट पार्दैछ हाम्रो सरले हुन्छ होइन। कति टाइम लाग्छ सर यो पाक्न? लाग्छ होला आधी घन्टा जति लाग्छ कि। आधी घन्टा लाग्छ होइन। त्यति त पकाउनु पऱ्यो नि त, नत्र मिठो हुन्न क्या होइन। मस्त जति पाक्यो उति मिठो हुने हो लोकल त होइन। सजिलो बनाउनु जस्तो गर्छ ल एकदम स्वाद सट्टा खाने खालको एकदम टेस्टी बनाऊँ है साडी। ल टेस्टी हुन्छ। हाम्रो साडीको यो हात चाहिँ आज चिकन खाना पाइने भयो। ल हाम्रो आगमन भइसक्यो हो साली, हामी चाहिँ पाउन पर्न यो। खै के ल्याइदिनौ अब दिदी बहिनी? अब रक्सी सक्सी ल्याइदिने र त्यस्तै हो। साडीभाइ फेरि रक्सी एकदम मिठो हुन्छ, तर हामी नलिएर आइयो। सट्ट यहाँ चाहिँ यसो सुसो बनाउँछ है, तातो झोल सुरुप्प पार्ने खालको। अब चाहिँ हामी सुरु गर्नेछौँ। हाम्रो साडीको काटा गयो अर्को तातो झोल। ल एभ्रीबडी गाइज, हाम्रो चाहिँ अब खाना स्टार्ट भइसकेको छ। हाम्रो साडी चाहिँ यसो सुरु गर्नु भइसक्यो। म पनि यसो अब हात चाहिँ हालेँ होइन, हाल्न बाँकी नै हो। तपाईँहरूको माझमा हल्का अगाडि सो गरेर देखाउँ भनेर चाहिँ हात हालेको छैन। अब चाहिँ म हात हाल्छु। अब चाहिँ हामी सुरु गर्छौँ है त। तपाईँहरूसँग नसोधेर अब खाना पच्दैन, त्यही भएर चाहिँ यसो सोधेर खाना खाँदैछ।
चाहन्छु साथी ल सुरु गरौँ है ल सुरु गरौँ आज चाहिँ हाम्रो स्पेसल साडुको खाना आयो चाहिँ साडुको नेतृत्वमा हाम्रो खाना जाँदैछ हेर्न सक्नुहुन्छ है भन्ने कुरा चाहिँ बवाल छ कि यो नुन चाहिँ बवाल छ हाम्रो यो तरकारी मेकिङ चाहिँ हाम्रो साडु भाइ हुनुहुन्छ भात पकाउने हाम्रो साली हुनुहुन्छ खाने चाहिँ म छु है यता कस्तो लाग्यो आज मेरो चाहिँ लाइफस्टाइल ब्लग होइन लाइफस्टाइल अब खाने घुम्ने अब जे हुन्छ तपाईँहरूको माझमा सो गरिसकेको छु आजको विशेष लोकल मासु खाएर चाहिँ जान एकदम मस्त बनाइसकेको छु प्लिज साथीहरू म चाहिँ रिक्वेस्ट गर्न चाहन्छु म हेरेर सपोर्ट दिनु होला अनि मेरो नयाँ भिडियो यदि नयाँ भ्युर्सहरू एन्ट्री हुनुभएको छ भने मेरो नयाँ भिडियो आउने भिडियोहरूलाई पनि हेरेर सपोर्ट गरिदिनु होला र मैले योभन्दा अगाडि बनाएकै भिडियोहरूलाई पनि यसो साथ सपोर्ट गरिदिनु होला हेरिदिनु होला भन्न चाहन्छु थ्याङ्क यू सो मच एभ्रीबडी स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् चिसो चिसो मौसममा झन् तातो बनाउनुहोस् तपाईँहरू भने यस्तो मनोरञ्जन ल्याउन सक्नुहुन्छ र मेरो भिडियोलाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला कमेन्ट बक्समा एभ्रीबडी थ्याङ्क यू वाउ